1985 मा आउनुभयो है। अनि आदरणीय बडी श्रीमती देविका छेत्रीज्यू आज पनि मलाई याद छ, उहाँले एक शब्द 2014 मा भन्नुभएको थियो जब म कोलाबारीमा आएको थिएँ र भजन थियो। म पहिलोपल्ट कोलाबारीको भवनमा भजनमा आएको थिएँ। त्यतिखेर उहाँले भन्नुभएको थियो, यहाँ यस्तो चमत्कार भयो है, जो चाहिँ उहाँलाई पनि साई भन्ने नाम थाहा थिएन है। कालिम्पोङबाट आउनुभएको थियो, उहाँ साई परिवारबाट हुनुहुन्थेन। तर एक दिन पोस्ट अफिसमा उहाँको लेटर आयो र त्यो लेटर देविका छेत्रीज्यूको नाममा थियो र त्यो लेटर खोलेर हेर्दाखेरि 71 मा उहाँ 1970 मा यहाँ आउनुभयो। 1971 मा चाहिँ त्यो लेटर खोलेर हेर्दा ओम श्री साईराम लेखिएको थियो र उहाँलाई पनि थाहा थिएन कि साईराम के हो, साई को हो। र उहाँले आफ्नो माइती घरमा सोध्नुभयो कि साई भनेर लेटर आएको छ, यो के हो। यहाँ पनि आजभोलि साई भनेर कुनै भजनहरू गाउने गर्छन्, सायद भगवान नै होला, कुनै महान पुरुषै होला है। उहाँले उत्तर पाउनुभयो। सोही अनुरूप उहाँले कालिम्पोङमा गएर साईको बारेमा अलिकति जानकारी लिएर उहाँले भजन सुरु गर्नुभयो। यहाँ 1971बाट उहाँले आफ्नो घरमा वरिपरिका आफ्ना सन्तानका नानीहरूलाई भेला पारेर है साईको भजन अलिअलि उहाँले थाल्नुभयो। र उहाँलाई साथ दिनुहुने हाम्रो आदरणीय बडी श्रीमती गोमा छेत्रीज्यू है। उहाँ 1985 मा यहाँ आउनुभयो अनि उहाँलाई साथ दिनुभयो र वरिपरि 1-2 है छेउछेउमा कम्ती घर थियो र त्यो समयमा र उहाँलाई बोलाएर भजनको माध्यमबाट साईको नाम यहाँ गुन्जियो र आजसम्म पनि उहाँको नजर अगाडि नै उहाँले देख्दा देख्दै आज यस्तो कार्यक्रमहरू हुन्छ है। र उहाँले भन्नुहुन्छ सानो चित्राको मन्दिर बनायौँ अनि सँगसँगै उहाँहरू सँगसँगै आदरणीय दिदी श्रीमती वासुवी अधिकारीज्यू जो चाहिँ आज यहाँ उपस्थित हुनुहुँदैन, उहाँलाई हामी हृदयबाट सम्झिन्छौँ। उहाँ जहाँ कहीँ भए पनि है बाहिर हुनुहुन्छ र उहाँलाई हामी समितिले सम्झिन्छौँ र उहाँहरूको साथ सपोर्टमा यहाँ चित्राको सानो मन्दिर बनियो जहाँ आज भवन खडा छ। र त्यही चित्राको मन्दिरमा बडीले भन्नुहुन्छ धेरैपल्ट साईले दर्शन दिनुभयो। बिहानै नगर सङ्कीर्तन, बेलुका सन्ध्यामा भजन हुने गर्थ्यो र साना बाल विकासका नानीहरूलाई भेला पारेर त्यहाँ आध्यात्मिक शिक्षा दिने गरिन्थ्यो। र बिस्तारोसँगले उहाँले गुरुङ बस्तीको समितिसँग उहाँले सहयोग मागेर अथवा उहाँबाट जानकारी लिएर उहाँले यो बाल विकास पनि सुचारू रूपमा सञ्चालन गर्न थाल्नुभएको थियो। र साँच्चै नै भगवानले दर्शन दिनु भए अनुसार अनि सहयोगी मन, एकदम आध्यात्मिक अनि सात्विक मन भएका एकदमै आदरणीय अग्रजगणहरू जसले पनि यो भूमिलाई एक अलिकति अंश भए पनि उहाँले दान गर्नुभएको छ। उहाँले कुनै पनि तरिकाले उहाँले सेवा पुर्याउनु भएको छ। उहाँलाई पनि आज भगवानको अगाडि हामी एकदमै स्मरण गर्न चाहन्छौँ। जो यो संसारबाट बितिसक्नुभयो उहाँको आत्माले सधैँ वैकुण्ठमा बास गरोस् अनि जो पनि यो धरतीमा हुनुहुन्छ उहाँलाई सधैँ भगवानले आशीर्वाद प्रदान गरून्। सायद उहाँहरूको सात्विक अनि आध्यात्मिक भावना भएको कारणले नै आज हामी यस भवनमा बसेर यस्तो दिव्य कार्यक्रमहरू गर्न पाइरहेका छौँ। हामी बाहिरबाट आयौँ तर हामी जहिले पनि नतमस्तक छौँ। यहाँका सम्पूर्ण सहयोगी, सम्पूर्ण सेवा गर्नुहुने भक्तजनहरूप्रति हामी जहिले पनि चाहन्छौँ हजुरहरूलाई अगाडि राखेर हामी पछाडिबाट यस्ता दिव्य कार्यक्रमहरू गरौँ। हामी जहिले पनि यो देख्न चाहन्छौँ यो भल
भरियोस् अनि हामी पछाडिबाट त्यो भरिएको हललाई हेर्न पाऊँ र यस्तै आज हामीलाई जुराउनु भयो उहाँको सहयोग उहाँको मनले गर्दाखेरि र यसमा आज पनि हामीलाई आदरणीय बडीहरूले साथ दिइराख्नु भएको छ र आदरणीय बडी श्रीमती देविका छेत्रीजी उहाँ एक असल गुरु भएर उहाँले बाल विकासका नानीहरूलाई नैतिक ज्ञान त दिनु नै भयो, साथसाथै उहाँ एजुकेसन कोअर्डिनेटर शिक्षा समन्वयका भएर पनि 3 सालसम्म यहाँ सेवा पुर्याउनु भयो र अहिले हालैमा पनि उहाँ यस्तो यस्तो कार्यक्रममा अझै पनि आउनुहुन्छ र भगवानले उहाँलाई धेरै आशीर्वाद दिउन्, उहाँको दीर्घायुको कामना गर्छौँ, सधैँ स्वस्थ रहून् र आदरणीय बडी श्रीमती गोमा छेत्रीज्यू उहाँको त के गुणगान गरौँ। आज पनि हामी सँगसँगै सक्रिय सदस्य भएर कोलाबारी समितिमा बरु हामी ढिलो हुन सक्छौँ होला तर बडी कहिले पनि हुँदैन। उहाँ अहिले पनि नगर सङ्कीर्तनमा बिहान 5:15 ओमकार सुरु हुन्छ, उहाँ उपस्थित हुनुहुन्छ जहिले पनि। अनि कुनै पनि कार्यक्रम हुन्छ भने त्यो कार्यक्रममा सेवा गर्न तत्पर रहनुहुन्छ र आदरणीय बडी श्रीमती देविका छेत्रीज्यू अनि आदरणीय बडी श्रीमती गोमा छेत्रीज्यूलाई अगाडि आएर भगवानको अघि बसिदिने निवेदन गर्दछु। साथै म बडीहरूलाई खदार्पण गर्नको लागि आदरणीय गुरुमा सुश्री चम्पा कुमारज्यूलाई मञ्चमा आइदिन निवेदन गर्दछु। अहिले हुँदैछ 5:30 बजे 5:15 1 घन्टामा बन्द भइहाल्छ। उपस्थितिले मात्र पनि हाम्रो समितिमा धेरै रौनक आउने गर्दछ र हामीलाई लाग्छ हाम्रो समितिका गार्जियन है समितिका अग्रजगण हामीसँग हुनुहुन्छ र कहीँ कतै हामीबाट गल्तीहरू भए उहाँहरूले हामीलाई सच्याउनुहुन्छ भन्ने एउटा विश्वासको साथमा जहिले पनि हामी ढुक्क हुने गर्छौँ। र आदरणीय गुरुमालाई आदरणीय बडी श्रीमती देविका छेत्रीज्यू बडी श्रीमती गोमा छेत्रीज्यूलाई खदा अर्पण गरिदिइसक्नु भएको छ र आदरणीय बडी श्रीमती देविका छेत्रीज्यूलाई खदा अर्पण गरेर उहाँलाई दीर्घायु साथै भगवानको आशिष सधैँ उहाँहरूमा बर्सिरहोस् र यसरी नै हामीले सधैँ उहाँहरूको साथ सपोर्ट र श्री सत्य साई सेवा सङ्गठन समिति कोलाबारीलाई उहाँहरूको साथ मिलिरहोस्। आज वार्षिक महिला दिवसको उपलक्ष्यमा हामीले उहाँलाई आजको दिन मात्र स्मरण गरेको होइनौँ, आज मात्र मान सम्मान गरेका होइनौँ र हामी सधैँ नै उहाँहरूलाई हामी सम्झि नै रहनेछौँ। अनि समितिले जहिले पनि उहाँहरूलाई मान सम्मान यसरी नै हामी दिँदै रहनेछौँ। यो त एउटा माध्यम मात्रै हो र आज यो पुण्य दिन दिव्य कार्यक्रममा हजुरहरूलाई यहाँ आएर है हाम्रो कार्यक्रमको साक्षी बनिदिनु भयो र आउँदो दिनहरूमा पनि यसरी नै उपस्थित भइदिइरहनुहुन्छ भन्ने